आज भनेको हाम्रो खतरनाक बाघ मार्ने यही नारी हो हाम्रो दाइको। कस्तो कडा छ अनि कडै मान्छे हो त अनि म टाढा बाघ त हाम्रो दाइले एउटै बक्सिने हानेर ढालेको चढी गरेर हानेको त्यसै हो अहिले ढल्छ हौ यस्तो गरेर हानेको मैले हेर यस्तै गरेर हाम्रो दाइले चाडा मायाको पोको नि फुर्लुक ढालिदिएको होइन दाइ घन्टा जस्तो काम मैले त्यो मायाको पोको फुर्लुक ढाल्यो बाघ ढालेपछि मायाको पोको ढल्दैन त अलि होक्लो भएको कुरो बाघ मार्यो भन्छ घरि मायाको पोको भन्छ कहाँ मार्यो मैले मायाको पोको त्यो मायाको पोको चाहिँ ढाल्नु सक्नु भएन गर्दा यार बेकारमा हुन्छ हो अहिलेको अब नारी भनेको गृहमन्त्री होइन डराउनै पर्छ उहाँहरूलाई सम्मान गर्नै पर्छ हामीले होइन तर बाघ चाहिँ ढालेको है हाम्रो दाइले यस्तो गरेर अब हाम्रो दाइको एउटा राम्रो गाना आउँदैछ यो चाहिँ अहिले कसैले गाउन सकेको छैन अर्ग्यानिक हाम्रो दाइको जट्ठा बाजेको गाना म गाना गाइदिन्छु दाइ ल यस्तो चाहिँ नगरौँ न अहिले हेर्दा राम्रो पत्रीको गाउँ छ बस्ने भने मायाले दिलमा ठाउँ छ हिउँको पानी मोदीको चला आफ्नो सम्झी मायाले दिलमा बसला यति नै होइन अब अर्को छ त्यो यता कोटी छोटी के भन्नुभएको थियो नि त्यो गाना चाहियो क्या त्यो गाना चाहिँ ए हो चलेको नि त ल अर्को गीत के अरे गीतको नाम के अरे यता कता कोठी हुन्छ अरे भन्ने सुनेको अब तपाईँलाई थाहा छ यहाँ खाइहाल्यो नि अब दिइहाल्नु त्यो गाना चाहिँ यहाँ कोठी क्या तिम्रो गालामा डन्डी फोर भन्ने डन्डी फोर त नि आउँछ त उमेर पुगेपछि त अनि छिटो न त्यो गाना कहाँ आउँदा गानेको आज बिर्सिसकेँ मैले सम्झा तिम्रो चाहिँ आज राति बाछै पर्यो मायालुको गाउँमा किन खबुलिरहन्छ तिम्रो डन्डी फोरमा होइन हो कि होइन हो त्यही हो कि त्यो गानाले त नि दाइ त्यसको डन्डी फोरमा नि लेम चाटिन्थेँ म घन्टाको लेम चार्छ कसरी चार्छ रे अनि किन धोका दिएको त मलाई धोका देऊ उता गएर सुन यहाँ मलाई होइन त्यसको डन्डी नि नसामा म उडाइदिन्छु नसामा उडाइदिन्छु तेरो नसा चोडेर अनि गर्दै हिँड्ला चन्दै अनि किन मलाई धोका दियो त त्यसले धोका दियो भने मलाई एकैछिन सुनाउँछ त्यसलाई सम्झाउनु ल मेरो के अरे भाइलाई त्यहाँ के अरे नमस्कार गर होइन हौ माया गर माया गर होइन दिलकुमारी हो सिलकुमारी हो यहाँ माछकाले माया गर होइन धेरै नि भत्काइदिन्छु म दिन्छु है घुम्ने गरी यति नै